किन बोरामा हाल्नु यस्तो राम्रो अट्छ भने अस्ति त पात्नु न यो पिट्ने हो माछा मार्ने हो उतातिर छहरातिर चाहिँ बनाउनुपर्छ क्या भिडियोमा त सानो छहरा पनि कति ठुलो देखिन्छ बगिराखेको अब चाहिँ हामी माछा मार्नलाई यहाँ खोलातिर छौँ काकी केही भन्नु छ छैन अब माछा मार्ने हो खाने हो तपाईँको के छ के हुनु र जे सोचिरहेको त्यही माछाको नाइके काका माथि हुनुहुन्छ माछा खाने तरिका है आयो है माछा तर माछै चाहिँ होइन यो यसले चाहिँ मताउने हो यो चाहिँ तपाईको माछाको लागि हामीले खाए जतिको जाँड रक्सी जतिकै हो यसले माछा पल्टेको र ट्याप्पै पक्रिनु झोलामा हालिदिने हो सबैजनाले त्यहाँ बुझ्नु होला तयार पर्नेलाई उधो बस्ने हाम्रो साथीहरूले चाहिँ आयो जाड माछा त कुदिँदैछ नाचिँदैछ त्यो अब नाच्छ नि त नेपालबाट भेटेको नै खोइ सुनसान सानो पिसा भयो त्यो यहाँ खालि चाहिँ बोको पर खेती बनाउने दुईटा अनि यस्तो राम्रो नसमाउ एउटा पस मोबाइल गर्दा नहुने रहेछ जाला है खेल फेरि गयो होला आज त्यतिको छ नि त तपाईँ जत्रै रहेछ त देखाइने क्या ओरिजिनल माछा ओरिजिनल हामीमा त होला त गाउँको भनेको त अब त्यस्तो पातमा होइन देख्नु हुँदैछ फेसबुकमा यहाँ एउटा हजुर एउटा एउटा
मात्ने त यता उठ्न परेर अर्को पनि त्यो सानो सानो यो त मातेको माल आयो है जेठा आमामा कत्ले छ त हौ यो जाडले मातेको त्यो अगाडि एउटा सानो सानो भयो। अहिले बट्टा चाहिँ पानीमा पसिजान्छ अनि कता जान्छ चङ्खो भनेर यो त उठ्न पर्ने रहेछ भनेर मलाई गएको थियो। कुना कुनामा तपाईँले झन् हात पुराउनु भयो त यतै हेरिरहेछ यहाँ खोइ कि देख्नु हुँदैन ए यो कता गयो यसलाई अलिक कम बिच लागेछ एकाडेमी जाड खुट्टामा एउटा अर्को त्यो अलिक यसरी कहाँ त रहेछ भनौँ झन्डै नबोल्नु ल पछि गयो लाने नै हो कतिले पऱ्यो क्या माल माल पर्यो ओहो ल यतिको चाहिँ हुनु पऱ्यो क्या माल यता त यस्तो त गर्नुपर्छ सानो खोला माछा खानु पाइन्छ भने यही होला गम्भीरियताको भनाइ जस्तो हान्दैछु है सानो यसको आज एक डिबा भराउने लक्ष्य राखेका छौँ र योभन्दा गतिला असलाहरू पनि पर्नेवाला छ अर्को जातको उता पनि सुमन खोइ बस यो ल्याउनु यहाँ पनि सानो लाग उफ्रो भित्र पो तर हो त त्यत्रो पनि छैन यताको कता हरायो म कतै आउँदै बिहे होला यत्रो यत्रो आयो ठुक्क गयो उता गयो माछा फेत्रक गर्दै थियो ठुलो माड पक्क होइन असला होइन नि लौ ठुलो छेप पुछाड भएको एकछिन थियो नगर्नु बिस लाउँ त अझै माथिबाट निकाल्दैन हानी चाहिँ गयो अनि कति ठुलो ठुलो पो त असला जस्तो लाग्यो म त यत्रो सेतो सेतो देखेँ म त असला खानु कराउनु मात्रै पक्रिनु छैन त्यहाँ एउटा त्यहाँ छोपनीको छेउमा पनि ठुलो जति त गयो ठुलो रह्यो खाना ठुलो कसीको ठुलो थियो ठुलो थियो लाग्यो त नि तर्सिन्जेल त भयो त यस्तै गयो कान्छल तल्लो तल घर होला सानो ठुलो नाना छिरो दिसु छिरो यसो दिनु ल लु सेतोमा त बुझाउनु त असला पो हुन्थ्यो एउटा अलिक बनाएको पसिगयो त्यतै मातेको छ नि निस्क्यो होला नमातेको पनि सिक्यो होला यस्तो गर्यो दुईटा कति यहाँ एउटा त मुनितिर गयो होइन
छैन हौ खै त गतिलो पर त उतिन्छ सुरो त परेकै छैन उठ्यो है कम्प्युटरबाट त करायो झन् पर्छ आउँ है जेठा ऊ तपाईँको अगाडि ती त्यस्तो देख्नुहुन्न त्यही हो तपाईँ जानुपर्छ अब होङलाई मताएको आफू पनि मात्नु परेन त यो बराबर हुन्छ त्यो काटी पठाइदिनु त यो त्यहाँदेखि म झ्याम्पी झ्याम्प कपडा पनि 3-4वटा कुदिनु पुऱ्यायो सुरुमा चाहिँ बिस्तारै गर्नु है ल दुबनी छ यो हल्लाको हो कि पोर्ता हल्लाकै होला पोर्ता हल्लै आउँछ गाउँ गर्नु त आयो एउटा माछा गतिलो माछा है दुईटा आयो एकछिन एकटादेखि पनि एकछिन यता खेदी भिडियो कल चाहिँ पसो 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 यता नि हिँडिँदैछ यो 3-4वटा निस्किन्छ आयो आयो माल अर्को अर्को दिदी अहै 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 यत्तिको चाहिँ हुनु पर्यो त्यत्रै थियो होला अघि माथि फ्यात्रेक गर्ने त्योभन्दा ठुलो चाहिँ थिएन त्यहाँ चेप्तिर छ सुमन एउटा यहाँ पानी पनि पसेको छ भइसक्यो ल हेरौँ त ओहो हो कस्तो खतरा देखिएको हौ त्यसरी रहेछ थिएन नि राम्रो भयो नि पाएन पसेको चाहिँ ठुलो भएको है भाउजू रक्सी खानु हुने हो ले यस्तो खाइछ क्या हौ अनि खाइहाल्नु नि खानु त अझै त टन्न रहेछ के हो त्यहाँदेखि खरिदीहरू यस्तै हो अर्ग्यानिक कसरी आउँदो रहेछ रे अर्को छ पर्ने
उता गयो उता पर्छ गयो भित्र क्या फेरि माटोले बाहिर पो बाख्राले यसो कुरभित्र निस्किँदै छैन क्या माथि पो अरू म अर्को छ लैछु आयो अयो यथे अब यहाँ लड्छन् चाहिन्छ नि बस्दै पारो भने त गाडा परे परे बग्नु उता म मौसम भएन ओ अलि सुन भएन गाडा परे चले अझै म गाडा परे कि माछा हो गाडा परे हो ए भागो भागो तल ढुङ्गा आज देखेर खानुपर्छ छक्का कति खानु भुटुनको खराब स्पेशल गडेला मस्त निस्केछ त ल अहिले चाहिँ हामी 2 घन्टा जति भयो निरन्तर माछाहरू खोजिरहेछौँ खासै चाहिँ छैन अब यहाँबाट खाजा खाएर फेरि लाग्नुपर्ने हुन्छ यस्तो छ अवस्था रोटी भए जस्तो छ आलु त तास्नु पर्दैन मृगले भर्खर हक हानेछ
अब त लाग्छ पनि नि पातमा चाहिँ निकाल्नु भएको हो नि त नि पहिला घाँस झार थियो एकचोटि हामी लगेको यहाँदेखि सौदाको मेरो भुँडीमा यत्रो भुँडी थियो यो भाले त्यति लायो मेरो धार दुखेर जङ्गलको भरमा घाँस है अनि खानु होइन खाउँ खाउँ अब त कति छ क्या हो यी झाडहरू खिच एकदम तपाईँहरू नै कन्टेन्ट हो आजको कसले चिन्छ हामीलाई भिड्न धेरै क्या सरासरी है मन के बिरा मातंग झ्याप्पो या डेन्जर छ त हौ ठाउँ त हट तेरेको यस्तो बवाल छ है गाइस बवाल छ बवाल हिँड्नु न हम आ रहे हैं आमामा यार यस्तो डेन्जर छ कि बाटो चाहिँ माथि छ होला ल है काकी अल द बेस्ट चङ्खो छ त हौ तिनीहरू त अब आज चाहिँ रात पर्न लागिसक्यो आज लडियो पनि धन्नले केही भएन सामान्य चोट मात्रै लाग्यो सो त्यही हो अब चाहिँ लाग्नुपर्छ अब घर पुग्नुलाई आज धेरै लाग्छ अब हेरौँ के हुन्छ आज डह्रो लडियो लड्नु चाहिँ तर भाग्यवश केही पनि भएन ज्यानलाई त्यसमै खुसी छु म अब चाहिँ हामी यहाँबाट 5:30 जति भयो अब यहाँबाट निस्किने हो खोलाबाट यो अब हामी लगभग धेरै नै तल आइसकेको छौँ यस्तो जङ्गल छ यो खोला चाहिँ गएर अब ठ्याक्क दुधकोसीमा मिसिन्छ तल लेट्स गो
ल आजको भिडियो यति मात्रै हो सबैजनालाई धन्यवाद छ हेरिदिनु भएकोमा बाई बाई सिपिलीको बोटमा पुरा आराम गर्न पस्नु भएको छ काका हजुर हजुर यो चाहिँ के दुम्मु ए ल है त माछा माछा हो कि के हो यस्तो माल त यतिको त टन्नै रहेछ नि हौ पा पनि रहेछ कति बेला समात्नु भएको मैले समातेको सुरुमा ओहो यो है हाम्रो गाउँको माछा चाहिँ यहाँ सिपिली पनि यो सिपिली बनेको के हो सिपिली भनेको यो यो एकदम राम्रो चिज हो यो अचार खानलाई यो चिज चाहिँ ठिक छ है यो मैले नै लाउँछु नै अनि बारीखामा है ओके छ त सबसे ठुलो ल कसले हानु अघि पनि हान्दै थियो कसले पारी सबसे ठुलो त यही होला त्यस्तोहरू त थुप्रो होला 2 केजी त छ कि के हो छ होला उही गइसक्यो पनि जार खानेको होइन त्यसो भने यहाँ वक्क दिक्क प्याक्क ठुलो ठुलो छ यो के को माटो सरी भएको त नि म लड्दाखेरि सबै पोखेछ नि झोलाभित्र ए राम्रो रहेछ तेरी जा चाहिँ उफ्रिँदैछ त जाँट पछाडिको त्यो अगाडि मुनिको चाहिँ सबै कुहिसक्यो सबै नै के कोकुलो हुनेछ